सम्पूर्णमा नमस्कार। आज म हजुरहरूलाई यो विद्यार्थीहरूको रिजल्ट तयार गर्ने एउटा टेम्प्लेट्स लिएर उपस्थित भएको छु, जसमा तपाईँले पहिला विद्यालयको स्थापना डेट राख्न सक्नुहुन्छ। त्यसरी यो पिक्चर यहाँबाट चेन्ज गर्न सक्नुहुन्छ। त्यसरी यहाँ विद्यालयको नाम फेर्न सक्नुहुन्छ। यहाँ टाइप गर्नुहोस् तपाईँले कुन विद्यालय जानुका भनेर राखिदिए। सेकेन्डरी स्कुल क्यापिटलले लेखौँ, क्याप्सलक बालेर लेखेँ। जानुका सेकेन्डरी स्कुल विद्यालयको नाम राख्नुहोस् र वर्ष छान्नुहोस्। यहाँबाट तपाईँले मानिलिउँ वर्ष 83। हेर्नुहोस् है, माथि चेन्ज भइसक्यो। अब लोगो चाहिँदाखेरि यहाँबाट लोगो, यसमा क्लिक गरेर लोगो ल्याउनु होला है, फेर्न सक्नुहुन्छ यहाँबाट लोगो। अनि टर्म छुट्याउनुहोस्, फर्स्ट टर्म सेकेन्ड टर्म कुन हो। अहिले फर्स्ट टर्म राखौँ। त्यसरी स्टुडेन्ट अहिले हामीले 1 को चढाउने भयो, थप्ने भयो। यहाँ कपी गरेर पेस्ट गर्न पनि सक्नुहुनेछ। पहिला डाटा यहीँ छ भने डिलिट गर्नुहोस्, सिम्बल नम्बर कायम गर्नुहोस्। जस्तो हामीले 83 भएकोले गर्दा 3 राखौँ। मैले 3 बाट 83 बाट गरिदिएँ र यहाँ चाहिँ तारा थापा भनेर राखेँ। यसरी विद्यार्थीको नाम तपाईँले एड गर्न सक्नुहुन्छ। त्यति गरिसक्नु भएपछि होममा जानुहोस् र अब एक कक्षामा मार्कमा गएर एन्ट्री गर्नुहोस्। यहाँ तपाईँको तारा थापा आएको छ। अब यो नाम तपाईँलाई आवश्यक छैन भने के गर्नुहोस्, त्यसलाई हटाउनु। यो मार्कलाई चाहिँ हटाउनुहोस्। हटाउनलाई यहाँ डिलिट मार्क भन्ने छ, हटाइदिन्छ। क्लिक गरेर हटाउन सक्नुहुनेछ। त्यसरी चाहिँ अब प्राप्त अङ्कहरू राख्नुहोस्। कति आयो त ट्याब चलाउँदै गर्न सक्नुहुनेछ। यसरी मार्क चढिसक्नु भएपछि होममा जानुहोस् र ग्रेड सिट एकपल्ट हेर्न सक्नुहुनेछ। यहाँबाट तपाईँले प्रिन्ट गरेर राख्न सक्नुहुन्छ। सारा हेर्नुहोस्, उसको जिपिएहरू क्यालकुलेसन भएर आइसकेको छ। त्यसरी होममा जानुहोस् अनि अब प्रिन्ट। यिनीहरू मैले यहाँ एक्टिभ गरेको छुइनँ। एलडब्लु ग्रेड सिटमा जानुहोस् र यहाँनिर तपाईँको कुन हो छान्नुहोस् है। मानिलिउँ तपाईँको 1 हो। 1 मा हेर्नुहोस् त, तारा थापा ल्याइदिउँ। अब यसमा सारेर हेर्नुहोस्, मार्कहरू सबै आइसक्यो र यहाँ सही गरेर राख्न सकिनेछ। यो टको सही चाहिँ मैले फेर्नुपर्ने रहेछ, यहाँ याद भएन। सम्भवतः तपाईँहरूले फेर्न सक्नुहुन्छ। यहाँबाट क्लिक गरेर डिलिट गर्न सक्नुहुनेछ र आफ्नो ल्याएर इन्सर्ट गर्न सक्नुहुनेछ। त्यसरी अब यहाँ गएर प्रिन्ट गर्नु भने प्रिन्ट हुन्छ। त्यसमा म होममा फर्किएँ र यसमा गएर चाहिँ अब तपाईँहरूले क्यारेक्टर ठुलो कक्षाको छ भने अप्पर ग्रेड सिट गर्नु होला र वार्षिकको चाहिँ यहाँबाट हुनेछ र क्यारेक्टर भन्ने ठाउँमा क्यारेक्टर तपाईँले यहाँबाट यसरी तयार गर्न सक्नुहुनेछ। अब कति कक्षाको हो, यहाँ कक्षा छान्नुहोस् 1 को, अनि रोल नम्बर कति हो टाइप गर्नुहोस्। हेर्नुहोस् त आइसक्यो। अरू बाबा अब मम्मीहरूको नामहरू चाहिँ यताबाट राख्नु होला यहाँबाट है। यहाँ टाइप गर्दा त्यहाँ जानेछ। त्यस्तो हरि लेखिदिएँ मैले, सरी हरि, अनि मदर नेम चाहिँ सीता। एन्टर गरेँ, हेर्नु त चेन्ज भएको छ। अब यिनीहरू पनि सबै यहाँ त्यही अनुसार राख्न सक्नुहुनेछ। हस्त, नमस्कार।